राजा फ्याँकेर के पाए यहाँ नागरिकले र जनताका छोराछोरीलाई राष्ट्रपति बनाएर के पाए ल मलाई एउटा चिज पाए भनेर देखाइदिनुहोस्। एउटा अलौकिक आनन्द पाए भन्छन् नि। उसले पायो राम पाउलीले त झोला बोकेर हिँड्नु भयो। 6 महिनाको सुत्केरी जिउ लिएर आज चेलीबेटीहरू विदेश छिर्नु परिरहेको छ। 6 महिनाको सुत्केरी जिउ लिएर बाबुआमा बिमारी हुँदाखेरि तातो पानी तताएर दिने छोरा बुहारी छैन। आज युवा जति सबै बाहिर पठाउने, जुत्ता दोकान खोल्यो जुत्ता लाउने मान्छे विदेश चल्दैन। एउटा जुत्ता व्यापारीको जुत्ता जसरी बिक्दैन तिमीहरूको पनि एक दिन पैसा बिक्दैन भनेर भनेको आज पैसा त बिकेको छैन नि। दसैँमा तपाईँको तिहारमा दसैँमा बुढाबुढीहरूले थालमा टिको लिएर झमरा लिएर फोनमा फोनबाट टिको लगाएको पनि देख्नुभयो होइन। तिहारमा तपाईँको भाइटिकामा बारीका पाटाभरि मखमली र सयपत्री फुल्या छन्। त्यो फुल टिपेर माला लगाइदिने मान्छे पनि छैन, माला उन्निने मान्छे पनि छैन, दुइटै छोरा पनि छैन छोरी पनि छैन। घर त नाङ्गो भयो नि त। एउटा घर नाङ्गो हुनु भनेको देश नाङ्गो हुनु। देश हाम्रो, पैसा हाम्रो। रेमिडेन्स कसको? मारवाडीको छोराले पठाएको छ बाहिर गएर छ। खाडीमा मारवाडीको छोरो दलिएको छ। खाडीका 100 तलाका बिल्डिङमा नि मारवाडीको छोराले भित्तो पुसेको छ छैन नि, नेपालीका छोराले गरेको छ। नागरिकता किन्दैमा नेपाली हुँदैन है। नेपाल त कम्पनी हुँदैछ मारवाडीहरू। होल नेपाल राज्य होइन कम्पनी हुँदैछ। के फलेको थिएन र तपाईँहरूले 18% पुर्याउनु भयो ब्याज? के फलेको थियो र अहिले तपाईँहरू 7%मा ल्याउनु भयो? र हिजो तपाईँहरू 18% ब्याज पुर्याउँदा पनि तपाईँको ब्याङ्कको नाफा 5 अर्ब, आज तपाईँको चाहिँ नि 7%मा आउँदा पनि तपाईँको ब्याङ्कको नाफा 5 अर्ब। के मिलेको छैन? हिसाब किताब त्यहाँ के मिलेको छैन? त्यो पक्का हेर्नुपर्छ कि पर्दैन? अहिले तपाईँको स्कुलहरू खाली हुन थाल्यो, कलेजहरू मर्ज हुन थाल्यो, स्कुलहरू मर्ज हुन थाल्यो, ब्याङ्क मर्ज भयो जस्तो गरेर। किन भन्दा विद्यार्थी नगर। यो व्यवस्था जहिलेसम्म रहन्छ नेपालीहरू रहँदैनन्। अब आम नागरिकले बुझ्नु पर्यो कि यो व्यवस्था परिवर्तन गर्नुपर्छ। हामीले यो व्यवस्था हामीले परिवर्तन गर्न सकेनौँ भने हाम्रो भूगोल रहला तर नेपालीहरू रहँदैन र बन्दी भएर रहने हो कि अब व्यवस्था परिवर्तन गर्दै हो भन्ने कुरो एउटा कुरा सोच्नुपर्ने स्थिति छ। हो म बाउले हो, सत्य कुरा भने कता करोड धरोडी राखेको होइन, मान्छे ठगेको होइन, मान्छे मारेको होइन, बलात्कार गरेको होइन। एकपल्ट त हेर्नुहोस्, एकपल्ट त हार्ड हुनै पर्छ, कमसेकम पनि 10 वर्ष। 10 वर्ष त यहाँ त भ्रष्टाचार गर्नेलाई मार्नै पर्छ, झुन्याउनै पर्छ। एउटाले बलात्कार गर्यो भने त एकजना मात्रै बलात्कारको शिकार बन्छ, तर एउटाले भ्रष्टाचार गर्यो भने नि सारा देश दुष्चक्रमा पर्छ। आज हाम्रा नेपाली चेलीहरूले विदेशका खाडी मुलुक गएर नारकीय जीवन बिताउनु परेको छ। हाम्रा दाजुभाइहरूले